नमस्कार, म सुजन प्रेमी सुवेदी। म चाहिँ हजुरहरूलाई विशेष गरी निर्वाचनको मत परिणाम लगायत निर्वाचन सम्बन्धी केही जानकारी दिन लागिरहेको छु। हजुरहरूको ठाउँमा चाहिँ कस्तो मतपत्र हुन्छ त, तपाईँको ठाउँमा तपाईँले भोट हाल्ने मतपत्र कस्तो हुन्छ त लगायत चाहिँ कसरी हेर्ने भन्ने जानकारी गराउँछु। तपाईँ आफ्नो ब्राउजरमा गएर election.gov.np हान्नुहोस्। यस्तो इन्टरफेस देख्नुहुन्छ तपाईँले। यस्तो इन्टरफेस देखिसकेपछि वेबसाइटमा प्रविष्ट गर्नुहोस् भन्नेमा जानुहोस्, सजिलो हुन्छ। त्यो गइसकेपछि निर्वाचन आयोगको वेबसाइट खुल्छ। यहाँ चाहिँ यस्तो देखिन्छ, प्रतिनिधि सभा सदस्य निर्वाचन 2082 भन्ने देखिन्छ। यहाँनिर चाहिँ निर्वाचन सम्बन्धीको हामीले खर्च चाहिँ कति गर्न मिल्छ, राजनीतिक दलहरूले राजनीतिक दल दर्ता सम्बन्धीको निर्वाचन कार्यक्रम कस्तो कस्तो छ, निर्वाचनको लागि कानुनहरू कस्ता छन्, अनि मतदान केन्द्रको विवरणहरू पनि यहाँ देख्न पाइन्छ भने तपाईँको नमुना मतपत्र, वास्तविक नमुना मतपत्रको नमुना पनि हुन्छ। वास्तविक मतपत्र भनेको चाहिँ तपाईँले जुन मतपत्रमा भोट हाल्नुहुन्छ त्यही मतपत्रको नमुना हुन्छ। यहाँ अर्को नमुना मतपत्रमा चाहिँ सबैवटा चिन्ह समावेश भएका हुन्छन्। त्यहाँ चाहिँ अब तपाईँकोमा उम्मेदवार नभएकाहरूको पनि चिन्ह हुन्छन्। तर वास्तविक मतपत्रको नमुनामा चाहिँ दाबी विरोध पछाडि अन्तिम उम्मेदवारको नामावली प्रकाशन भइसकेपछि उम्मेदवारलाई चुनाव चिन्ह वितरण गरिन्छ। सो वितरण गरिएको आधारमा चुनाव चिन्ह अनुसारको मतपत्र छपाई हुन्छ। यो जानकारी गराएँ मैले। कतिपयलाई यो थाहा नहुन सक्छ वा नबुझ्नु भएको हुनसक्छ। अब तपाईँको ठाउँको वास्तविक मतपत्रको नमुना चाहिँ कस्तो हुन्छ त भन्दा उम्मेदवार अनुसार कति उठ्नु भएको छ, स्वतन्त्रबाट त्यस्तै विभिन्न राजनीतिक दलबाट जति उठ्नु भएको छ सोही अनुसारको मतपत्र चाहिँ निर्वाचन आयोगले छपाइरहेको छ। सोही छपाइरहेको डिजाइन गरेको आधारमा चाहिँ निर्वाचन आयोगले मतपत्र चाहिँ यहाँ राखिदिएको हुन्छ। यसरी कोशी प्रदेशको, त्यस्तै गरी मध्य प्रदेशको, बागमती प्रदेशको, अनि गण्डकी प्रदेशको, लुम्बिनी प्रदेशको, त्यस्तै गरी कर्णाली प्रदेशको, सुदूरपश्चिम प्रदेशको सबैको छ। सबै जिल्लाहरूको सबै निर्वाचन क्षेत्रको चाहिँ मतपत्रहरू छपाउने क्रम जति बेला निर्वाचन आयोगले चाहिँ डिजाइन गर्छ, छपाउँछ, अनि विवरण चाहिँ यहाँ राखेको हुन्छ। अब केही जिल्लाको मात्रै बाँकी होला, होइन भने सबै जिल्लाको आइसकेको छ। अब जस्तो तपाईँलाई चाहिँ मेची, साबिकको मेची अञ्चलको अर्थात् अहिलेको चाहिँ कोशी प्रदेशको ताप्लेजुङ सबैभन्दा अगाडिको जिल्ला मानिन्छ। पहिलाको मेची अञ्चलको र जिल्लागत हिसाबमा हेर्दा ताप्लेजुङको प्रतिनिधि सभा क्षेत्र नम्बर 1 को मतपत्र चाहिँ कस्तो हुन्छ भन्दा यस्तो हुन्छ। ताप्लेजुङमा चाहिँ कतिजना उठ्नु भएको छ यहाँ मतपत्र हेरेर थाहा हुन्छ है। उहाँहरूको चाहिँ मतपत्र चिन्ह जस्तो कतिवटा पार्टी उठ्नु भएको छ। यहाँ चाहिँ 13 जना उठ्नु भएको रहेछ। 13 वटा चिन्ह छ। जाँतो चिन्हदेखि सूर्य चिन्ह, त्यसपछि बिजुली किसिम, गुलाबको फुल, यो छाता, रुख, तारा, घन्टी, हलो, खुकुरी, अन्जुलीको माटो सबै चाहिँ छ। अब जस्तो यहाँलाई मैले अघि देखाएँ, यो चाहिँ ताप्लेजुङ जिल्लाको प्रतिनिधि सभा सदस्य क्षेत्र नम्बर 1 को मतपत्र। यहाँ 13 जना हुनुहुन्छ। अब होइन यो त एउटै हुन्छ भन्ने जस्तो लाग्छ भने यहाँले चाहिँ ताप्लेजुङमा चाहिँ क्षेत्र एउटा मात्रै छ र 5 थरमा पनि एउटा मात्रै छ। अब इलामको हेरौँ, इलाममा पनि एउटा मात्रै छ, झापामा 2वटा छ। म झापाको देखाउँछु यहाँलाई। इलामको पनि 2वटा छ। ल इलामकै हेरौँ सुरुमा। इलामको क्षेत्र नम्बर 1 मा चाहिँ यस्तो छ। इलाममा 13 जना हुनुहुँदो रहेछ है। यो चाहिँ फेरि अघि हामीले ताप्लेजुङ पनि यस्तै थियो भन्ने ठान्नु होला, त्यो होइन, फरक छ। अब जस्तो इलामको क्षेत्र नम्बर 1 मा 13 जना यसरी उठ्नु भएको रहेछ भने इलामको क्षेत्र नम्बर 2 मा 14 जना हुनुहुन्छ। एकजना चाहिँ मुडा थपियो, मुडा चिन्हको सायद स्वतन्त्र वा कुनै पार्टीको हुनुहुन्छ होला। यस्तो हुन्छ। यो चाहिँ वास्तविक मतपत्रको नमुना हो। यहाँलाई जानकारी गराएँ। जस्तो कहाँको हेर्न चाहनुहुन्छ, इलेक्सनको यो प्रतिनिधि सभा सदस्य निर्वाचन भन्नेमा गएपछि हजुरले सबै देख्नुहुन्छ। नमुना मतपत्रहरू चाहिँ यस्तो हुन्छ। यहाँ यो चाहिँ यो यहाँहरूले यो पहिलो हुने निर्वाचित हुने चाहिँ यो समानुपातिकको यहाँले देख्न सक्नुहुन्छ। यो चाहिँ विभिन्न नमुनाहरू हुन्छ है। यो चाहिँ नमुना। त्यस्तै समानुपातिकको र प्रत्यक्षको
मतपत्रहरू यहाँले देख्न सक्नुहुन्छ। समानुपातिक भनेको विशेष गरी राजनीतिक दलको चुनाव चिन्हमा भोट हाल्ने र उनीहरूले पेश गरेको बन्द सूचीको आधारमा उम्मेदवारले विजयी हुने चाहिँ हुन्छ। यो यहाँहरू समक्ष जानकारी गराएँ। वास्तविक मतपत्रको नमुना यसरी हेर्न सक्नुहुन्छ। फेरि पनि देखाएँ मतदान केन्द्र सम्बन्धी जानकारी जस्तो तपाईँले चाहिँ काठमाडौँको हेर्न चाहनुहुन्छ भने काठमाडौँ क्षेत्र नम्बर 1 मा यतिजना उम्मेदवार हुनुहुन्छ र अब क्षेत्र नम्बर 2 मा हेर्नुहोस् यतिजना उम्मेदवार हुनुहुन्छ। फरक चिन्ह फरक छ। यहाँलाई यो जानकारी गराएँ। यो जानकारीसँगै यहाँहरूलाई यस्तै जानकारी चाहियो भने एचपी पब्लिकेसन एन्ड कम्युनिकेसन टेक्नोलोजी प्रणाली सदैव यहाँहरूको साथमा छ। यहाँलाई केही प्राविधिक सहयोगको लागि भने जिल्लाखबर.com सत्य तथ्य निष्पक्ष समाचारको लागि हामी सदैव छौँ। हाम्रो पेजलाई फलो, लाइक र कमेन्ट गर्नुहोला। हाम्रो च्यानललाई पनि सब्स्क्राइब गर्नुहोला। हस्त नमस्कार।